नमस्कार साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी यहाँ मुरीको अवस्था हेर्नु होला। सुपरलाई चाहिँ मैले हटाइदिएँ, त्यो खाली छ साथीहरू। मलाई लाग्छ तल अलिअलि किरा चाहिँ लागेको रहेछ। यसको लागि चाहिँ हामीले नयाँ घर लिनुपर्छ। नयाँ भन्नाले सफा घर। यसलाई चाहिँ यहाँ अगाडि राख्यौँ। नजिकबाट देखाइदिनुहोस् दर्शकहरूलाई। यहाँ पुरानो ठाउँमा हामीले एउटा हामीले यहाँ पुरानो एउटा सफा घर चाहिँ हामीले यहाँ स्ट्यान्ड बाई राख्यौँ। अब चाहिँ हामीले यहाँ भएको फ्रेमहरूलाई चाहिँ हामी यतापट्टि राखिदिन्छौँ है। र त्यहाँ तल के कस्तो छ अवस्था देख्न सक्नुहुन्छ। यो सबै मह छ यहाँ। एकदम बिस्तारै राखिदिनु पर्ने हुन्छ, नत्र कमजोर भएको यो चाकाहरू झर्न पनि सक्छ। यहाँ चाहिँ हामीले यो आधार चाका राखिदिएको थियौँ, त्यो मिलेन चाहिँ के कसो भयो। यहाँ चाहिँ लगाएको छैन, अलिकति छ। यसलाई चाहिँ हामीले यो हटाइदिनुपर्छ। अब त्यही गरी हामी अर्को चाकामा जाउँ। यहाँ पनि पुरै मह छ। मह छ भन्दैमा खानु मिलेन यो अफ सिजनमा चाहिँ। यहाँ तल तल पुरानो हुँदै गएको छ। यहाँ राख्यौँ। यहाँ चाहिँ पुरै पोलेनहरू र अन्डाहरू छ, देख्न सक्नुहुन्छ। रानी कहाँ छ? रानी देख्यो भने चाहिँ तपाईँहरूलाई देखाउँछु। यो मैनमा लाग्ने किराहरू यस्ता शत्रुहरूले सताउँछ। त्यही भएर हामीले घर चाहिँ सफा गर्नुपर्छ। ल, मौरीको सङ्ख्या चाहिँ राम्रै छ। धेरै पुरानो भइसक्यो साथीहरू, तैपनि यहाँ अन्डाहरू चाहिँ मजाले छ। मौरी आफैले टोकेर फाल्न त फाल्छन्, तर सफा गर्न चाहिँ मौरीलाई धेरै टाइम लाग्ने हुँदा हामी आफैले सफा गरिदियौँ भने यिनीहरूले छिटो काम गर्छन्। रानी चाहिँ यहाँ देख्न सकिएको छैन। लुका छन्, यिनीहरूले सबै छोपिहाल्छ। ल साथीहरू, यहाँ देख्न सक्नुहुन्छ पुरानो छ। पुरानो भएकोलाई यिनीहरूले यसरी काटि पनि सकेका छन्। यहाँ चाहिँ पुरै यहाँ चाकामा ल यहाँ चाहिँ पुरै यहाँ पहेँलो देख्नु भएको छ। यो चाहिँ पोलेनहरू हो। र यहाँ चाहिँ यो कालो कालो यिनीहरू सबै यो पुरानो हुँदै गयो भए पनि यो खासै छैन। यसलाई चाहिँ हामीले यहाँ राखिदिन सक्छौँ। ठिक छ यो पनि। अब हामीसँग यहाँ अन्तिम गोला छ। ल यता देखाइदिनुहोस् दर्शकहरूलाई। ल हेर्नुहोस् है त, पानीलाई चाहिँ यिनीहरूले लुगाइदिइसके जस्तो छ। खैर तपाईँहरूलाई चाहिँ ल एकदमै मजाले पोलेनहरू बोकिरहेका छन्। सबै देख्न सक्नुहुन्छ। खुट्टामा पहेँलै लिएर हिँडिरहेका छन् यहाँ। यसरी हामीले स्पेस चाहिँ धेरै राख्नु हुँदैन, टमक्क राख्नुपर्छ।
मिलाउँदैछौँ नजिक फेरि अब यहाँ देख्न सक्नुहुन्छ ल अब यहाँ भएको मौरीहरूलाई चाहिँ बिस्तारै हातले यसरी उठाएर सर्लक्क यहाँ राखिदिनु पर्यो। देख्न सक्नुहुन्छ यहाँ तल आसन बोर्डमा पुरै मैला छ। हेर्नु होला पुरै मैला छ यहाँ। यस्तो मैला छ। यस्तो मैला भयो भने चाहिँ गृह त्यागै गरेर हिँड्छन्। त्यसैले हामीले बेला बेलामा घर निरीक्षण गरेर सफा गर्नुपर्ने हुन्छ साथीहरू। यसरी हटाइदिनु नचाहिँलाई साथीहरू हामीले झार चाहिँ सफा गरिसक्यो। के पर्यो भन्दा अब हामीले यहाँ यसरी फ्रेम थपिदिन सक्छौँ। सुपर दिने बेला चाहिँ भएको छैन। यसरी मैला हुन्छ फ्रेममा। यस्तो मैलालाई चाहिँ फाल्नु पर्यो, हटाउनु पर्यो। भन्दै साथीहरू तपाईँहरूलाई आजको यो भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया जनाउनु होला र सँगै हाम्रो यस युट्युब च्यानललाई चाहिँ एक सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। म हार्दिक अनुरोध गर्दछु।